काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात् काठमाडौँ तराई मधेस फास्ट ट्र्याक अन्तर्गत नेपालकै सबैभन्दा अग्लो पुल निर्माण भइरहेको छ। मकवानपुरको लेन डाँडा र धोद्रे क्षेत्रमा बनिरहेको यो पुल करिब 82 मिटर अग्लो छ, जुन काठमाडौँको धरहरा भन्दा पनि अग्लो हो। करिब 270 देखि 339 मिटर लम्बाइको यो आधुनिक बक्स ब्रिज भूकम्प प्रतिरोधी प्रविधिमा आधारित छ। टनेलको मुख नजिक बनेको यस पुलमा 2वटा समानान्तर संरचना छन्, जसले दुवै दिशामा सवारी चलाउन सहज बनाउनेछ। अहिले पुलको मुख्य संरचना र ढलानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको यो द्रुतमार्ग परियोजनाको समग्र प्रगति करिब 45% पुगेको छ। समयमै सम्पन्न भएमा यो पुल नेपालकै पूर्वाधार विकासको एक महत्त्वपूर्ण प्रतीक बन्ने अपेक्षा गरिएको छ।